पोखराबाट करिब 17 किलोमिटर उत्तर पश्चिममा रहेको एउटा सानो गाउँ, जहाँ पुगेपछि त्यहाँको सुन्दरताले जो कोहीलाई मन्त्रमुग्ध पार्न सक्छ। यदि तपाईँ पोखरामा हुनुहुन्छ र हिमालको चिसो हावालाई केही नजिकबाट महसुस गर्न चाहनुहुन्छ भने अस्ताम गाउँ तपाईँको लागि उत्तम गन्तव्य हुन सक्छ। हिमाल मात्र होइन, यहाँको सुन्दर गाउँ बस्ती, परिवेश, शान्त हरियालीले अस्तामलाई अझै रमणीय बनाउँछ। अनि अस्ताम आएपछि यहाँको दृश्यहरू मनमा यसरी छापिन्छ कि जसले यहाँ पटक पटक आउन बाध्य बनाइदिन्छ। त्यसैले म फेरि एकपटक आइपुगेको थिएँ अस्ताम गाउँ। अस्तामको अर्को रमाइलो पक्ष हो यहाँको व्यवस्थित होटल रिसोर्ट अनि होमस्टेहरू, जो हरेक वर्गका स्वदेशी तथा विदेशी पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छन्। यस्तै एक रिसोर्ट हो मिस्टिक हाइल्यान्ड रिसोर्ट। नन्दलाल अधिकारी र उहाँको परिवारले चलाएको यो रिसोर्ट मात्र एक रिसोर्ट नभएर मेरो लागि पारिवारिक माहौलमा घुलमिल भएर अस्तामलाई आफ्नै गाउँ जस्तो महसुस गराइदिने एउटा रमाइलो ठाउँ हो। हिजो भर्खरै पानी पर्यो होइन, त्यसले चाहिँ माछा पुछ्रीमा चाहिँ राम्रै हिउँ हालेछ आज। तपाईँको यहाँबाट यो सिन हेर्दा त यहाँ त कहिल्यै अँध्यार नलाग्ला जस्तो कि है, कहिले कहिले यसो हुन्छ नि त, माइन्ड फ्रेस हुने जस्तो कि केही भयो, एकदम तनाव सबै हराउने जस्तो कि। रमाइलो छ। अब गाउँको परिवेश हो होइन, गाउँ हिमाल देखिएपछि चिसो ठाउँ भयो फेरि, अब अलिकति पोखराको झ्याइझुङभन्दा टाढा होइन। अब यति नजिक आइसकेपछि चाहिँ पनि फेरि गाडीको ट्याटर टुटु सुन्ने भने अलिक मजा आउँदैन। त्यो चाहिँ यहाँ छैन। अहिले चाहिँ गाउँ हाम्रो सानै छ। बाटो पनि पहिला अलिक कच्ची नै थियो, अफरोड थियो, अहिले पिच बनिसकेको रहेछ होइन। अहिले चाहिँ पिच लगभग अब हाम्रो यहीँसम्म नै आइसक्यो। अब उतापट्टि हेम्जाकोटसम्म पिच पुगिसकेको छ। पनि यो यहाँ उता मिलनचोकबाट यो 5 किलोमिटरको डिस्टेन्स हो कि। अहिले चाहिँ अब हाम्रो जम्मा अब 200देखि 300 मिटर चाहिँ बाँकी छ क्या। अब यता माथि आउनलाई पनि अरू ढलान गरेर यताउति गरेर पनि भइसक्यो। 200-300 मिटर चाहिँ अफरोड छ अब यहीँ आउन पनि। तपाईँहरूले यो सुरुवात कहिले गर्नुभएको? हामीले यो सुरुवात चाहिँ 2009मा चाहिँ सुरु गरे हो। सुरुमा 2009 चाहिँ हामी इस्ट्याब्लिस्ड हो। त्यसमा चाहिँ 3 इयर्स कन्स्ट्रक्सन पिरियड चाहिँ गयो। अनि कन्स्ट्रक्सन पिरियडपछि हामीले चाहिँ अलिक सानो किचन, मोडुलर किचन, पुरानो घरको चाहिँ किचनबाट चाहिँ सुरु गऱ्यौँ। पछि बिस्तारै त्यो 1-2 वर्ष जस्तो चलाइसकेपछि चाहिँ अनि हामीले चाहिँ त्यसलाई किचनलाई पनि अलिकति प्रोफेसनल्ली नै हामीले यो घरमा यो मेन बिल्डिङमा सार्यौँ। अब यो कन्स्ट्रक्सन फेज त चलिरहेछ। अहिले आइसक्दाखेरि चाहिँ हाम्रो चाहिँ 3टा घरमा चाहिँ हामीले चाहिँ गेस्टहरूलाई राख्छौँ। यो चाहिँ मेन बिल्डिङ भयो चाहिँ यहाँनिर चाहिँ हाम्रो 17वटा रुम चाहिँ हामीले अहिले चाहिँ दिइरहेछौँ गेस्टहरूको लागि भने, अरू चाहिँ 2टा चाहिँ कटेज छ। रिसोर्टहरू चाहिँ अहिले अब हाम्रो अस्ताममा मात्रै भन्नुपर्दाखेरि 4वटा है, 4वटा चाहिँ अहिले चाहिँ छन् भन्दा पनि फरक पर्दैन। 4वटा जस राम्रै खालको रिसोर्ट हो। सबै 4वटा राम्रै खालको छ। अरू होमस्टेहरू पनि छ सँगसँगै। अब यो वेबसाइट होमस्टे चाहिँ अब यहाँ लगभग 7देखि 8वटा चाहिँ अहिले सञ्चालनमा छन्। यो चाहिँ एकदमै अर्ग्यानिक हो। फेरि मलखातको मलखातमा कुहाएर निकालेको मल अर्ग्यानिक मल हो। यहाँ अरू कुनै विषादीहरू केही प्रयोग गर्दैन हामी यहाँ चाहिँ। र अब यहाँ चाहिँ हामी मकै लगाउँदैछौँ। अब चाहिँ मकै छर्छौँ होइन। अब यहाँ सबैजनाले काम गर्दै हुनुहुन्छ। फलफुलहरू के हुन्छ जस्तो यहाँको हावापानी? हाम्रो अहिले चाहिँ फलफुलहरू चाहिँ हामीले किवी सुरु गरेका छौँ। किवी चाहिँ यहाँ तल चाहिँ हामीले फ्रेमहरू चाहिँ राखेको छ। अहिले यो चाहिँ अलिक मौसम भएको भएर यसमा चाहिँ पातहरू चाहिँ छैन, हरियो छैन। अब अलिपछि चाहिँ काइनापल आउँछ। काइनापल आइसकेपछि अनि त्यसपछि किवी पनि यहाँ राम्रै हुन्छ। यो किवीहरूको लागि बनाउनु भएको छ? यो चाहिँ किवीहरूको लागि चाहिँ यो सबै तारहरू बाँधेर। कति समयमा यतिको भयो होला? यो चाहिँ हाम्रो 3 इयर्स भयो चाहिँ। यो किवी लगाएको चाहिँ 3 इयर्स भयो।
यो चाहिँ अहिले चाहिँ यो मौसमको कारणले गर्दाखेरि चाहिँ अलिकति होइन अहिले जो काइना पलाउनको लागि अब यो प्रिपेयर हुँदैछ उतापट्टि त अलिअलि काइना पनि पलाएको देखिन्छ होइन अब यो अहिले चाहिँ सुक्खा समय हो सुक्खा समय यस्तै देखिन्छ यो चाहिँ अब सबै हाँगा जस्तो हुँदाखेरि हाँगा मात्रै क्लाइम्बर हो कि टक्कै यो चाहिँ तारहरूमा आफै क्लाइम्ब गरेर चाहिँ जान्छ यो चाहिँ पात झरेर सबै यस्तो हुँदो रहेछ है यो अब फेरि नयाँ पालुवा पलाउँछ नि है अब चाहिँ नयाँ पालुवा पलाएपछि फेरि यो चाहिँ हरियो हुन्छ फेरि राम्रो भइहाल्छ यो बढ्दै पनि जान्छ यो झ्याङ्गिएर जाने हो के अरे अब यो चाहिँ एउटाले अर्कोलाई क्रस गर्दै 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 यसरी चाहिँ झ्याङ्गिएर चाहिँ बढ्दै जान्छ क्या यो चाहिँ कफी पनि राम्रो हुन्छ कफी पनि यो त्यस्तो चिया जस्तो राम्रो त होइन तर स्टिल होइन कफी चाहिँ ढिलो पाक्ने त हुन्छ तर कफी चाहिँ हुन्छ नहुने चाहिँ होइन गाउँ घुम्नु भनेको प्राकृतिक छटाहरूलाई निहाल्नु मात्रै कहाँ हो र गाउँ घुम्नु भनेको त्यहाँको रहनसहन र परिवेशलाई भित्रैबाट महसुस गर्नु हो जो महसुस गर्नको लागि प्राय गाउँहरू डुल्दा म पर्यटकहरू कमै डुल्ने गाउँघर बस्ती र गोरेटोहरूसम्म पुग्ने गर्छु किनभने एउटा पर्यटकको नभइकन एउटा आम गाउँलेको दृष्टिकोणबाट पनि गाउँलाई निहाल्ने मेरो यात्राको अर्को उद्देश्य हो ल हुन्छ जानु अब हाम्रो घरतिर जानु अब पुरानो घरतिर म तपाईँहरूलाई देखाउँछु हाम्रो पुरानो मेरो हजुरबाको पुरानो घर हजुर पुरानै घर छ घर चाहिँ हाम्रो यो सबै पुरानै हुन् उताको घर पनि पुरानै हो तर यी घरहरूमा हजुरबाहरू पनि जन्मिएको भएर यतातिर चाहिँ म तपाईँलाई आउनु न भैँसी फेरि तर्चला मम्मी नमस्कार के छ खबर के आएछ यस्तो मौरी कस्तो छ त नि मम्मी के पनि रहन्छ बाबु अस्ति हेरेको रित्ता कुनै सिजनमा हुन्छ कुनै सिजनमा नहुँदो रहेछ अघिल्लो सिजनमा हान्दै थियो हाम्रो पनि कमै भयो यसपालि मौरी कतिवटा घर छ नि एउटा मात्रै आफै आएर बसेको त्यो काठे घर हो झ्यालमा त्यत्तिकै बसेको त्यत्तिकै बस्यो के ढोकै झ्यालो पहिलाको है त्यहाँ बसेर अनि खोइलाले त्यो ठुलो बुँदालाई बुझेर सानो सानो राखिदियो यो के तोरी काट्नु भएको तोरी काटेको बाजी तोरी काट्नु भयो अब के लगाउने मकै हजुर यो चाहिँ चिया बगान हाम्रो यही हो यो अलिकति मनसुन टाइम भएको भए चाहिँ यति बेला अब यो राम्रो हुन्थ्यो अनि फेरि हामीले के गर्यो भन्दाखेरि यो अहिले चाहिँ काटेको बेला पर्यो क्या यो चाहिँ ग्राउन्ड लेभलमा काटेको बेला पर्यो तर यो अलिकति झ्याङ्गिएर माथि गएको भए जस्तो देख्यो यो एकदमै टल हुन्थ्यो त्यही त म त चिया बगान भनेपछि यो चिया बगानै सोचियो नि त एकदम अहिले त पुरै सुक्खा भइसकेको रहेछ
अहिले कटिङ भएको बेला पऱ्यो यो इलाममा पनि यस्तो सिनहरू देखिराखिन्छ कुनै कुनैमा चाहिँ एकदम ग्राउन्डबाटै घाँस्छ उनीहरूले पनि इलाममा पनि तपाईँ जानुभयो भने यो बेला छिटो बढी नै हाल्छ फेरि बढिहाल्छ यो अब मनसुनमा यति त आइहाल्छ यति त आउँछ मजाले बढ्न यो समय नै लाग्दैन एकदमै छिटो बढ्ने जात हो यो चाहिँ र अब यति गरिसकेपछि अब यो चाहिँ 5 वर्षलाई अब हामीले चाहिँ अलिअलि छोटो मात्रै काट्दियो हुन्छ ग्राउन्ड लेभलसँग काट्नु चाहिँ परेन अब यो चाहिँ हाम्रो चियाको बुटो भयो होइन चिया यसरी झ्याङ्गिएर आउँछ यो सबै हाँगा फैलिएर आउँछ यो चाहिँ होइन यो हरेक हाँगाबाट काइना सानो काइना पनि पलाउँदैछ होइन यसबाट चाहिँ यो हाँगा बढ्दै जान्छ क्या अब यो चाहिँ होइन अब चिया चाहिँ हामीले प्रशोधन गर्दाखेरि टिप्दाखेरि अब यसमा धेरै क्वालिटीको चिया निस्किन्छ हेर्नुहोस् यो बुटो हेरेर म तपाईँलाई ब्रिफिङ गर्छु है अब सबसे राम्रो क्वालिटी चाहिँ यो माथिको यो टप सुइरो मात्रै छ नि यो मात्र टिप्यो भने चाहिँ सबसे दामी क्वालिटी चिया फर्स्ट क्वालिटी है यो चाहिँ फर्स्ट क्वालिटी हुन्छ तर हामी यो फर्स्ट क्वालिटी चिया हामी पनि निकाल्दैनौँ किनभने त्यसको नै धेरै हुँदैन कि माडेर सुकाउँदाखेरि त्यसको धेरै रहँदैन र त्यसलाई बजारले रेट पाउनु पनि यहाँ नेपालमा पोखरामा पाइँदैन है त्यसपछिको सेकेन्ड क्वालिटी भनेको चाहिँ तपाईँको यो 3 पात हो अब है यो सुइरो यो एउटा अनि यतापट्टि 2टा पात यो 3 पात चाहिँ एकदमै टप क्वालिटी चिया अब है अब यसलाई चाहिँ हामीले चाहिँ के गर्छौँ यसरी यहाँ यसरी टिप्छौँ होइन यसरी ठ्याक्कै 3टा पात भयो होइन यसलाई चाहिँ के गर्छ अलि धेरै लिएर यसरी रोलिङ एक्सनमा यसरी मार्छौँ हामी यसलाई यसरी मार्दै गएपछि के हुन्छ भन्दाखेरि यो चाहिँ उल्ट चाहिँ हुन्छ होइन यो त अहिले त थोरै भएर यसरी भाँचिँदैन क्या यसरी रोलिङ गर्नुको कारण के हो भने नभाँचियोस् भन्नको लागि होइन अलिक धेरै भएपछि त्यसले खेल्ने ठाउँ धेरै अहिले त खेल्ने ठाउँै पाएन सानो ठाउँ भयो होइन जति ठुलो मुठुले त्यति खेल्ने ठाउँमा आउँछ यसरी रोल गरिसकेपछि यसको चाहिँ जुसेसहरू बाहिर निस्किन्छ क्या यसरी जुसेसहरू बाहिर निस्किसकेपछि हामीले चाहिँ यसलाई अनि ओइलाउँछौँ होइन शीतलमा चाहिँ राखेर सुक्न दिन्छौँ त्यो सुक्दाखेरि चाहिँ फर्मेन्टेसन हुन्छ त्यो फर्मेन्टेसनले अनि त्यसको चाहिँ ब्ल्याक कलर दिन्छ क्या बल्ल यदि यसलाई चाहिँ त्यति बेला फर्मेन्ट नगरिकन ड्राई गर्न सक्यो भने त्यो ग्रिन टी बन्यो चिया थप हुँदैछ हजुर कस्तो लाग्छ तपाईँलाई हाम्रो चिया चिया एकदम मिठो फरक एकदम सफ्ट खालको यो अलिक कडा हुन्छ नि हामीले बाहिर खाएको सिटिसी चिया र यसको चाहिँ फरक चाहिँ छ होइन फरक लाग्यो मलाई चाहिँ ल यो घरमा खाना मात्रै त पक्कै हेर्ने होला त्यत्रो नै लगाएको भनेपछि त कता बाहिर मार्केटमा नि लैजानुहुन्छ यसलाई चाहिँ अहिले हामी प्रायः जसो चाहिँ प्याकेजिङ गरेर पहिला चाहिँ हाम्रो यहीँको गेस्टहरूलाई चाहिँ एज अ सुभिनियर उहाँहरूले चाहिँ गिफ्ट लैजानुहुन्छ किनेर लैजानुहुन्छ अब नेपाली विदेशी दुइटैले लैजानुहुन्छ प्रायः विदेशीले धेरै चाहिँ यो चाहिँ किनेर लैजाने चाहिँ उहाँहरूले लैजानुहुन्छ उहाँले म्यान्डेटरी लैजानुहुन्छ भन्दाखेरि पनि फरक पर्दैन त्यहाँ चिया जुन देशमा एलाउ गरिन्छ त्योजनालाई अनि उहाँहरूले लैजानुहुन्छ नत्र भने हामीले चाहिँ फ्रान्समा पनि यसलाई चाहिँ डेलिभर गर्छौँ फ्रान्समा हाम्रो हरेक वर्ष 200 किलो जति चाहिँ चिया चाहिँ निर्यात हुन्छ यहाँको चिया राम्रै रहेछ त चिया चाहिँ अब यसलाई हामीले अझै त्यति धेरै व्यावसायिक रूपले चाहिँ कम्प्लिटली चियाको उद्यान भनौँ न एउटा इन्डस्ट्री नै खोलेर त गरेका छैन तर सानो स्केलमा यसले चाहिँ एउटा 1 वर्षमा लगभग 4 जना मान्छेलाई चाहिँ रोजगार बराबरको चाहिँ इन्कम चाहिँ दिन सक्छ अहिले चाहिँ तपाईँको चाहिँ यहीँ आफैले यो गरेर जुन आफ्नै गाउँमै बसेर गर्नुभएको नि हजुर त्यसको चाहिँ तपाईँको अनुभव कस्तो छ अब यो हुन्छ नि त अब धेरै पलायन छन् नि त अहिले त गाउँको मान्छेहरू एकदम मतलब अब यो पोखराबाट यति नजिकको ठाउँ छ होइन
तपाईँ आफै पनि जब गर्नुहुँदो रहेछ होइन, अप डाउन गर्नु पनि खासै मुस्किल त छैन यहाँ। तर यहाँ पनि कति मैले अहिले हेर्दा बाटोमा नि म अहिले हेर्दै आएँ, हजुर यहाँ चाहिँ खाली घरहरू देखेँ कि मैले, जस्तो मतलब छोडेको घरहरू केही छ त्यो। अब पहिला अब अहिले चाहिँ बाटो राम्रो भयो, अहिले चाहिँ अब बिस्तारै अब निस्केको जेनेरेसन्सहरू चाहिँ अब बरु यता माइग्रेट होला भन्ने ठान्छु मैले चाहिँ होइन। किनभने अब एक्सेस अलिकति राम्रो हुने बित्तिकै माइग्रेसन चाहिँ ठ्याक्कै अब सजिलो जहाँ हुन्छ त्यही जान्छ। सानो ठाउँमा बस्नु हुन्छ सायद मान्छे चाहिँ खुल्ले ठाउँमा बस्न रमाउँछ। हरेकको यहाँ जति पनि छोडिएका घरहरू भन्नु उनीहरू चाहिँ प्रायः कि हेम्जा बसेका छन् कि पोखरा बसेका छन् होइन। भनेपछि अब ती त अब यहाँ पोखरा भएको मान्छे अस्तामा फर्किन टाइम नलाग्ला होइन। त्यसरी अब त्यो माइग्रेसनलाई नै हेल्प गर्ला त्यसले चाहिँ। यस अब यहाँ तपाईँ हुनुभयो, यता अरू पनि देखेँ रिसोर्टहरू होइन। हजुर हजुर एउटा उदाहरणीय मान्छे त भन्नुभयो नि तपाईँहरू, गाउँमै बसेर हामीले केही नछोडिकन यहीँ बसेर पनि गर्न सम्भव छ, इजी छ, लाइफ राम्रो तरिकाले चलाउन सकिन्छ भन्ने कुराहरू छ नि त होइन। उदाहरण त भयो नि त होइन। लाइफलाई सजिलै जिउने हो भने सजिलै जिउन सकिन्छ होइन। अब होइन म टेक्नोलोजी नै खोज्छु, कम्प्लेक्स लाइफै खोज्छु भन्ने भने पनि धेरै मान्छेको हो होइन। फ्युचर मान्छेले आफै तरिकाले बनाउन जान्छ सो होइन, मान्छे माइग्रेट पनि हुन्छ। तर सामान्य अब आवश्यकताले चाहिँ अब जस्तो कि व्यवसाय गर्नको लागि आफ्नो चाहिँ जीविकोपार्जन गर्नको लागि चाहिँ गाउँ नै छोडेर बाहिर जानुपर्छ भन्नेमा चाहिँ म छैन अहिले चाहिँ। त्यही त, तपाईँ त व्यवसाय नै गाउँमै बनाइदिनु भयो कि आफ्नै घरमा। त्यो त एउटा अलग्गै उदाहरण हो नि त त्यो कुराहरू त होइन। गाउँमा सम्भावना छ भन्ने एउटा उदाहरण त हो नि त होइन। हो होइन, हरेक ठाउँमा सम्भव छ नि। अब अहिले हाम्रो एग्रिकल्चर के अरे हाम्रो टुरिज्ममा चाहिँ हामी बढीको एग्रिकल्चर टुरिज्म सँगसँगै लैजान खोजिरहेछौँ होइन। अब अहिले कति कुराहरू चाहिँ रिमोटली काम गर्न सकिन्छ होइन। अब कम्प्युटरमा बसी काम गर्न सकिन्छ, धेरै कुराहरू त्यो होइन सर्भिसका कुराहरू गर्न सकिन्छ। जमाना परिवर्तन भइसक्यो। अब मात्र हामीलाई चाहिँ खास लाइफ कहाँनिर सजिलो छ भनेर मात्र खोज्ने कुरो हो होइन। अब लाइफमा सजिलो भनेको अलिकति अब बाटो एक्सेस हुने बित्तिकै तपाईँको एजुकेसनको लागि रिच पनि नजिक भयो, अनि हेल्थको लागि रिच पनि नजिक भयो, इन्डस्ट्रीसँग चाहिँ पहुँच पनि नजिक भयो। आफूले चाहिँ यहाँ बनाएको चिज बजारमा लैजान पाएपछि इन्डस्ट्री पनि नजिकै भयो होइन। सो यस्तो कुरा सोच्ने हो भने चाहिँ अब यो त्यति गाह्रो चाहिँ छैन जस्तो लाग्छ है मलाई चाहिँ। गाउँमा बस्ने भने गाउँ भनेर त्यो सहरमा सजिलो गाउँमा गाह्रो भन्ने चाहिँ छ जस्तो लाग्छ। हामी मेहनत गर्नु पर्यो। सुविधाहरू बनि पनि सक्यो, बाटो छ होइन, बत्ती छ, इन्टरनेट छ। त्यही त। अनि मुख्य कुरा चाहिँ कस्तो भने ल हो कतै टाढा टाढा छ भने असुविधा छ भन्ने होला एउटा होइन। तपाईँको अब यो यहाँ भनेको त पोखराबाट कति मिनटमा आइन्छ हाम्रो यहाँ? 0 किलोमिटरबाट हामी चाहिँ 20 मिनट्समा इजी राइडमा चाहिँ हामी आइपुग्न सक्छौँ। वास्तवमै अस्ताम गाउँ प्राकृतिक हिसाबले बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ त्योभन्दा अझै सुन्दर यहाँको सरल जीवनशैली र सकारात्मक ऊर्जा पैदा गर्ने यहाँको माहौलले मनलाई ज्यादा उमङ्गित बनायो। अनि मिस्टिक हाइल्यान्ड रिसोर्टको बसाइका क्रममा अधिकारी परिवारको व्यावसायिकभन्दा ज्यादा पारिवारिकपनाले मनमा एउटा अलग्गै स्थान बनायो। सहरको कोलाहलबाट टाढा आफ्नै गाउँ आफ्नै ठाउँमा एउटा परिवारको रहर लाग्दो जीवनशैलीले गाउँको परिवेशमा एउटा उत्कृष्ट पारिवारिक जीवन कसरी सम्भव छ भन्ने कुराको एउटा उदाहरण प्रस्तुत गरेको थियो, जहाँ सपरिवार सँगै थियो अनि सँगै थिए हाँसो खुसी अनि नेपाली मनको पुरानै जस्तो आफ्नोपना।